दिनबाट आज भैरवकुण्ड ट्रेकको लागि हामी लागिसक्यो सिन्धुपाल्चोक 4250 मिटरको हाइटमा। त्यसको सप्लिमेन्टरीको रूपमा चाहिँ हामी तातो पानी र ट्राई चाहिँ खासा पनि घुम्ने हुन्छ है त। ओके हेलो कितनै गाह्रो घरबाट बाहिर निस्किनलाई। ओके हामी भैरवकुण्डको यात्रामा निस्क्यौँ डकनपुरबाट म चाहिँ बाहिर निस्क्यौँ हामी। मेरो पार्टनरमा भेटिसक्यो है। हेलो के छ ठिक छ? आफ्नो पहिलो फ्लाइओभर हामी चढिरहेको फ्लाइओभर केटो एउटा उहाँ पुगिसकेको छ। एउटा हामी वारी त पारी भइस त के हो यार, एउटा चाइनामा एउटा नेपालमा जस्तो भयो। जाउँ 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 तल राखेर जाउँला क्या उसो लिस्टीमा राखेर जाउँला तल। ल अब हाम्रो चाहिँ ग्रुपिकन भेट भयो। अब हामी लाग्छौँ गुटुङ टुङ 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 है त। ओके बाइक छ कोही छ भने दुईजना बनेकोमा रेडी भएर बस्नु भने पनि राखिसकेका छ। सूर्यविनायकबाट उता लाग्नु पुग्यो। हामी गन्ना गुन्डुङमा अलिकति प्र्याक्टिस जस्तो भयो, प्र्याक्टिस गरेको जस्तो भयो। किनभने हामीलाई भैरवकुण्ड जाँदाखेरि जो त यसको महा चाहिँ गाह्रो बाटो घुम्नुपर्ने हुन्छ। गाह्रो पनि सागाको उकालो लागिसक्यो। सागाबाट बाटो अलिक खराब
त जाउँ हे हाम्रो पास लागिसक्यो नि क्या हो एक्सक्युज मी भयो भन्थ्यो मेरो कोही आउँदैछ बनिसकेको रहन्छ मालोबाट बाटो बनिसकेपछि भनेपछि म अलिअलि केही ड्राई फ्रुटहरू लिनु पर्ला कि भने ड्राई फ्रुट लिनु पर्ला कि भने उता फेरि अलि बढी एक्सपेन्सिभ हुनसक्छ होइन क्यास त छैन होला के गर्ने लिने हो अलिअलि उता महँगो पर्ला फेरि केही कुरा अब भनौँ न बिहान बेलुकातिर क्यास नभए त यहाँ अगाडि निकाल्नु नि टिममा त्यही त अरू नि लिनु पऱ्यो नि त होइन एकछिन बस नि त्यहाँ चोकमा होइन इन्द्रावती नदी पुल दोलालघाट ल पुरा रिच दोलालघाट यो भयो चाहिँ इन्द्रावती यतापट्टि पारिपट्टि अर्को चाहिँ भोटेकोसी छ यो सुनकोसी दुईवटा मिलेपछि सुनकोसी हुन्छ आज हामी भैरवकुण्ड जाँदै गर्दाखेरि दोलालघाट आइपुगेको मैले तपाईँहरूलाई देखेँ के भन्छ हाम्रो केटो टिकट चाहिँ गरौँ यस बोस चिया खाँदा चाहिँ उता माथि खाने कि भने त्यो डाँडामा घामताप्ले पारी ढोटो के भन्छ चौतारा जाने बाटो के बन्देऊ कि यहीँ खाने यहाँ चाहिँ उयो अब जहाँ भयो नि त्यहीँ खाउँ न उता माथि डाँडामा कस्तो घाम लागेको हुन्छ पारीलोमा जाउँ कि हुन्थेन है ठुलो हाम्रो नाम त राम्रै हो तर जाउँ माथि बन्देउमा गएर खाने कि भन्ने कुरा अब खाजा के गर्ने बन्देउ दोलालघाटबाट लाग्यौँ अगाडि बन्देउमा गएर चिया नास्ता गर्नु लागिरहेको छ यताबाट पुष्पारी जाने बाटो आयो यताबाट हामी गोदानी राजमार्ग 12 मिनट बाटो पानी र खाडीचौरबाट चाहिँ राइट भएर दोलखा रामेछाप बेरकोटम दोलखा हो लगायतका ठाउँहरूमा जान सकिन्छ यहाँबाट राइट साइड लागेर हामी हाम्रो गन्तव्यमा लाग्छौँ भने लेफ्ट साइडतिर लाग्यो भने चौतारा साँगा चोकमा यहाँहरूलाई हार्दिक स्वागत छ माथि घाममा चौतारा काठमाडौँ 12 बजी तातो पानी अब हामी यताबाट बिस्तारै यहाँ बाइक साइड आउँछौँ र चिया खाँदा
ल हाम्रो चाहिँ नि पहिलो स्टेसन मेरो राइट साइडको पन्जा खसेछ त यार कहाँ खस्यो है तेरिका यार एउटा पन्जा किन्नुपर्ने हो नि त अब के भएछ खतरा भने जुत्ता यतिको नभएर अनि कहाँ लिएको हिँडेको त हुन्छ त नि होइन ल हामी चाहिँ नि बन्देउमा आएर चिया खान लागिसक्यौँ अब यहाँ चिया पानी खाएर हामी अगाडि बढ्छौँ हाम्रो साथी हो यो उनीहरू सर हामी बन्देउमा आइपुग्यौँ कहाँ गयो केटाहरू वासरुम कुन चाहिँ ब्रान्ड खाने खोइ त्यो नाम चाहिँ बेग्लै छ कस्तो रहेछ हेरौँ त फेरि खोल्न त ब्याग किन बाँड्ने झुन्डाउँदै ठिक छ झुन्डाउँदै ठिक छ यहाँ आएर खोत्तल अब हाम्रो एउटा पन्जा चिलिम भएको छ यार फुट्छ के छँदै छैन के पनि होइन बिरामी हुन्छ अहिले बिरामी हुन्छ फेरि नगर भने छैन है छैन त्यो छैन भन्ने कुरो क्लियर छ हामी त्यो खाँदैनौँ स्मगलिङ गर्ने हो यहाँ चाइना लगेर बेच्ने हो अरे बाप रे ये तो धोती खोल रहा है चाइना लगेर बेच्ने ल खाजा पछि हाम्रो चाहिँ लाग्यो त्यसले बाटोमा अलिअलि खुस्काइदिनु बेर छैन फेरि चिरिप चिरिप बनाएर चाइनामा लानु पर्ने कुरा बन्सारको हाकिम ब्याज 27 को 27 स्मुथ एन्ड रिच रे 40% रहेछ 40% है मंकी के रहेछ नाम सोल्डर मंकी सोल्जर बाबा महँगो रहेछ त यार लास्टै महँगो छ यार ब्रान्ड हेर्नु पर्यो यार ए मंकी सोल्जर भने यही रहेछ म तीनटा मंकी हो महँगो छ नि यार तीनटा मंकी भएको एउटा मंकी भएको सस्तो हुन्थ्यो होला त सस्तो खाँदैन नि त फेरि हामीले समस्या त्यहाँ छ सस्तो हाकिमला हुन्छ त यार कहाँ मान्छ हो त चेकिङ छैन ओके के गर्ने होला चेकिङ त सुन्नै पर्यो देखिएन छैन भन्ने मैले यहाँबाट यतापट्टि चरीकोट दोलखा लाग्छ भने यहाँबाट यतापट्टि हामी तातो पानीतर्फ लाग्छौँ तातो पानी खासा र हामी जान लागेको भैरवकुण्ड पनि एउटै हो मेरा पार्टनरहरू अगाडि लागिसकेका छन् ढोका पानी अगाडि स्टप गरेको
बाजार हो। जाम भएछ अवस्था। 12 मिठे भाती खोर्सानी बारी टाइमाथि लासा छ। 12 मिठे भाती खोर्सानी बारी टाइमाथि लासा छ। राम्री केटीले हेर्छ कि भन्ने तँलाई अझै पनि आशा छ। के लिने भयो? पारिपट्टि लिनु भयो? दालमोट सालमोट लिने भयो? अरू त के लिनु छ र? यहीँ ले पनि हुन्छ। पाण्डव कोल्ड स्टोर रेउ रामसेना झुनझुन सडक कुन सडक हो? 12 विश्व बजार यतापट्टि ठुलो छ त 12 विश्व बजार। 12 विश्वको पुल हो यो। झन्डा फरिया छ जय नेपाल फर झन्डा फरिया छ। 12 विश्व बजारमा यहाँ लिउँ यहाँ खोइ के थाहा छैन त्यो त मलाई। यहाँ त बजारै छैन नि सात भन्ने त। लास्ट रिसोर्ट पुगिसक्यौँ। बन्जी हुने ठाउँ चाहिँ यहीँबाट हो है। बन्जी चाहिँ यहाँबाट हुने हो। सर्लक्क लाएर झ्याम्म फराल्ने यहाँबाट फराल्ने हो। द लास्ट रिसोर्ट के त अनि भन्दै हान्ने त यार। भोलि हानु होला यार। आज त अहिले मुटु छैन। हल्का थियो हानेर आएपछि मुटु बढ्ला कि। द लास्ट रिसोर्टको बन्जी जम्पिङ चाहिँ यहाँबाट है। खै बन्जी जम्पिङ हान्नेलाई अहिले कोही पनि देखिएन। समय नमिलेर हो कि। यहाँबाट बन्जी हान्ने ठाउँ हो यो। कोही छैन अहिले हान्नलाई। यो समय नमिलेर हो कि दिउँसोको घाममा होइन। तर यार सातो बुद्ध जान्छ यार। कसरी हान्नु यार? मुटु ब्लक होला एकैचोटि यार झट्टै। के जाने त अब? खोइ त त्यो आएन त। हिलो धुलो पानी कस्तो 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 हुँदै हामी जाँदै जाउँ। द लास्ट रिसोर्टबाट अगाडि बढिसकेका छौँ अब हामी। अब हाम्रो टार्गेट चाहिँ खासा। तर अब आजको टार्गेट चाहिँ खासा। अब भोलिको टार्गेट त हाम्रो भैरवकुण्ड नै हो। भैरवकुण्ड जाने बाटो चाहिँ आउन आँटेको छ। तर हामी पनि नाम कटेर टाढी जाने योजना हो। कतिको सम्भव छ? बाटो त डेन्जरै छ नि। यो त नर्मलै हो। एक ग्रुप मान्छेहरू चाहिँ यसरी गएर आइसकेका छन् होइन। यस्तो त कति हो कति अब। यो बाहिर पर्यटकभन्दा आन्तरिक पर्यटन गर्नु चाहिँ राम्रो कुरा पनि हो। किनकि हाम्रो देशको अर्थतन्त्र हाम्रो देशमै रहन्छ। हाम्रो देशको पैसा हाम्रो देशमै रहन्छ। आन्तरिक पर्यटनले बाह्य पर्यटनलाई पनि आकर्षित गराउन सक्छ।
है गौरी शङ्कर संरक्षण क्षेत्रमा। नेपाल केही भएर न लोभ लाग्दो छ। यस्ता प्रकृतिहरूसँग रमाउने, प्रकृतिसँग हिलमिल गर्ने र प्रकृतिलाई माया। हामी चाहिँ अब बुढानगरे कार्यालय लिस्टीकोट यहाँलाई हार्दिक स्वागत छ भनेर डाकलाङ आइपुग्यौँ। मलाई जहाँसम्म लाग्छ अब हामी यो बाटो चाहिँ नि भैरव कुण्ड जानलाई यताबाट जान्छौँ। अहिलेलाई चाहिँ हामी यतापट्टि जान्छौँ तातोपानी जानलाई भएर। यहाँबाट नै हामी लेफ्ट लाग्ने हो। लिस्टीकोट जाने बाटो भनेको छ, यो बाटो नै हामी जाने हो अहिले फर्केर। यो बाटो चाहिँ कति समय लाग्छ हामीलाई बगाम पुग्न अब यहाँबाट? डेढ घन्टा लाग्छ है बाटो त है। एकचोटि माथि पुगेर आउनु पर्यो ल। अब यो बाटो चाहिँ डेढ घन्टा भने अब हामीलाई ढिलोमा 2 घन्टा लाग्न सक्छ। यहाँबाट लेफ्ट लाग्ने हो डाकलाङबाट। तर अब हामी चाहिँ एकपटक तातोपानी लागेर पुगेर आउँछौँ। बाटो भसिया रहेछ। बाटो भसेर फेरि बनाएको जस्तो देखियो। रेन्जर म डेन्जर भनेको छु। यो बाटो होला जाने। यही त हो गाउँ, यो गाउँ हे साहब भने जस्तो। बाटो यहाँ खुट्टा जम्मै भिजिहाल्यो पोखरीमा अलिअलि गरेर। ल भोटेको छि हो यो चाहिँ तलको डेन्जर बाटो। यो पनि डाँडै पुरै बग्यो हो। यी बाटो अलिकति मात्र छ है। के गर्नु तल भोटेपछि सँगसँगै बगिरहेको छ। बाटो यस्तो डेन्जर छ। भन्सारमा आएको इभी गाडी, चाइनाबाट आएको इभीहरू सबै पारिजानलाई बसेका मान्छेहरू। गेट लागेको छ तातोपानी भन्सारमा आएको। यहीँसम्म हो कि के हो? पारिपट्टिको बाटो हेरेर कस्तो डेन्जर छ। अब कुरो चाहिँ गर्यो माथि खासा चाहिँ सबै यो यसरी बन्न लाएर चाहिँ बनाउन लाएर छ। अब यो पछि मिनी हङकङ हुने कुरा रहेछ। के भएको कारणले गर्दा यहाँ जान नपाइने रहेछ। गयो भने नि पास मिल्यो भने यहाँ पारी बजारसम्म जान पाइन्छ अरे। हामी फोटो खिच्दैछौँ यहाँ है। यो मोबाइल तल राखेको छौँ न। के भएको यो यार भोकै लागेन भने मलाई त तल्ला खुसीले कि हामी अहिले खासा फोटो राखेको भोकै लागेन यार। 12:30 भइसक्यो। बेला 7:30 बजीदेखि दौडेको। चाइनिज फुड खाने हो क्या आज सिमकाल स्टिकले खाने हो क्या। भोकै लागेन भने ल यहाँ चियारा अलिकति त्यो के खाएको अरे हामीले यहाँ चियारा अलिकति चाहिँ तरकारी त्यसपछि गएर फुलौरा के अरे त्यो नामै बिर्सेँ यार। मालपा एउटा दुईवटा मालपा खाए पनि यहाँसम्म भोक लागेको होइन। एउटा चढा पनि भोक लाग्यो नि। आज भोक लाग्नेवाला छैन हाम्रो। सो यहाँ भन्सार कार्यालयलाई मिलाउँदैछ फोन। यो फोन मिलेपछि पारिपट्टि जानु पाइन्छ कि? भन्सार कार्यालयमा हामी पत्र छौँ। ल एकचोटि सोधेर खबर पाउँ। खुट्टा भएको गाडी देखियो यहाँनिर है। यहाँ त टायर यता खुट्टा भएको गाडी रहेछ हेर्न यो। यसले होइन तल झारेर यो अगाडिको टाउको लिएर हिँड्छ कि? ए यो झारेर अनि त्यो अगाडिको टाउको भएको नि।
ल हेर अनि कन्फर्म गर्दा खरा फाइनल ए सास रन्जेलसम्म आश हुन्छ क्या भाइ फाइनलचोटि सक्नसम्म समय दिएन होइन के बिग्रिँदो छ यो संसारमा अब हल्का पावर सावर हुनेलाई चाहिँ नि काँडै भएपछि नागरिक त उयो हो पावर छैन भने चाहिँ नागरिकता भोट के हो पासपोर्ट सब हो ल कुरो त्यही हो त्यस कारणले गर्दाखेरि सेटिङ ल अब हामी यहाँ खाना खानु होटलमा छिर्यौँ अब यहाँ खाना खाँदै गर्दा पारिपट्टिको साइड सिन पनि गर्न मिल्ने रहेछ है ल चाइनाले गाडी ल्याएर राखेको तर सबै त्यो बन्न लागेको कारणले गर्दाखेरि सक्छ भन्ने हो ल यहाँभन्दा पारि जान नपाइने भएको अवस्था भयो यो चाहिँ खासा हो सबै बनाउनु लगाएर भन्दा पारि जान नपाइने रहेछ अब हामी यहीँबाट फर्किन्छौँ अब चाइना जाने कुरा चाहिँ यहीँसम्म रहेछ यहाँबाट पारि खासै माथि चाहिँ मेन्टेनेन्स हुन लगाएर जान पाइएन अब हामी पारिसम्म पुगेर फर्क्यौँ तर केही सामान किन्न नि पाइएन लाउरे आज घर फर्क्यो भने भयो लाउरे आज घर फर्क्यो नाची नाची रमायो खासा